नेपालीको एनिमेसन। हामीले हेरिसकेको थियौँ कि अस्तिको बाटो के भएछ, अब के हुन्छ होला। रामले त्यो चुडेललाई देख्यो र आत्यो, तर चुडेल पनि गम्भीर तरिकाले हाँस्दै थियो। ऊ आत्तिँदै कुद्यो 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 आमा भएको ठाउँमा गई उसले सबै कुरा भन्यो जे भएको थियो त्यहाँ। आमाले छिटो छिटो तान्त्रिकलाई बोलाएर त्यहाँ गए। तपाईहरू यहाँबाट जानुहोस्, यो चुडेललाई बुझाउँछु कि आफ्नो घर जाऊ भनेर बुझाउनेछु। र उसले आमा छोरालाई घर पठाइदिन्छ चुडेललाई सम्झाउन गयो। त मेरो बाटोमा नआइजा, म तँलाई सिध्याइदिन्छु। मेरो बाटोमा मूर्ख आउने प्रयास चुडेल, नगर। मलाई तैले यस्तो भनेर क्रोधित बनाइस्। तेरो मृत्यु मेरो हातमा निश्चित छ। र दुईजनाको युद्ध हुने कुरा भयो। दुईजनाको युद्ध मन्दिर नेरी हुने, दुईजनाले सल्लाह गरेर झगडा युद्ध गर्न सक्छन्। दुईजना बीचको झगडा देखि तान्त्रिक मनुष्य होइन, उसको हातमा त्रिशूल र गदा भएको कारणले उहाँलाई मनुष्य होइन, चुडेलको सामना शिवजी र हनुमान जस्तो लागिरहेको थियो। चुडेल शिवजी र हनुमानको सामना गरिरहेको जस्तो देखिरहेको छ त्यहाँ। र अन्त्यमा जित सत्यको मात्र हुन्छ।